हुन्छ सबैजनालाई जय मसी। आज हाम्रो सन्डेको आराधना सेवा सकिसकेको छ अनि आराधना सेवा पछाडि अनि म छोटो इन्साइट लिएर यहाँ आएको छु अनि मेरो छेउमा हाम्रो आदरणीय एल्डर बाउ हुनुहुन्छ अनि केही आजको वचनको विषयमा अनि उहाँले आजको वचनको शीर्षकहरू के थियो अनि शीर्षक के थियो अनि कस्तो भयो अनि कस्तो तरिकाले उहाँले बुझ्नुभयो अलिकति उहाँले बताइदिनु रहेछ। हुन्छ जय मसी। जय मसी, जय मसी। आजको वचनको विषयमा अलिकति बताइदिनुहोस्। हजुर धन्यवाद। यो समय मलाई दिनुभएर मैले केही बोल्न पाउँदा म खुसी लागेको छु। आजको यो आराधना सङ्गतिमा नयाँ तरिकाले आजको वचनको शीर्षक चाहिँ डेजर्ट एरिया मरुभूमिमा फेरि परमेश्वरले नयाँ काम गर्दै हुनुहुन्छ भन्ने थियो र आजको वचनको सेवकाई धेरै राम्रो थियो, धेरै आशिषित भएको मैले अनि अरूले पनि फिल गर्नुभयो होला भन्ने विश्वास गर्दै मैले पनि यहाँ मजाले आशिषित भइरहेको थिएँ। यति नै छ। सबैलाई जय मसी। धन्यवाद। हुन्छ धन्यवाद। हुन्छ मसँग यहाँ पास्टर न्यामा हुनुहुन्छ। पास्टर न्यामा आजको वचन सुन्दै गर्दाखेरि वचनलाई कसरी बुझ्नुभयो अलिकति बताइदिनुहोस् न। हुन्छ सबैलाई जय मसी। आजको वचन चाहिँ एकदम आशिषित वचन लागेको छ। जसरी एउटा मरुभूमिमा परमेश्वरले चाहिँ आज यसरी हरियाली ल्याउँदै हुनुहुँदो रहेछ होइन। जब हामीले जुन मरुभूमिलाई चाहिँ परमेश्वरले त्यहाँनिर एउटा केही पनि परमेश्वरले होइन अब त्यहाँ मरुभूमि चाहिँ केही पनि उम्रिन सक्दैन होइन। जस्तै अब त्यसलाई पनि परमेश्वरले चाहिँ त्यहाँ मरुभूमिलाई चाहिँ परमेश्वरले हरियालीमा ल्याउँदै हुँदो रहेछ होइन। त्यसै गरिकन आज हाम्रो जीवनमा कति हामी समस्याबाट भएर गएका छौँ। जस्तै हामी मरुभूमि जस्तै भएर गइरहेको हाम्रो जीवनमा थियो, तर हामीले आज वचन आधारित होइन वचनबाट चाहिँ हामीले हाम्रो जीवनमा परमेश्वरले हाम्रो जीवनमा चाहिँ एकदम हरियाली अनि हामीले एउटा आशा परमेश्वरले हामीले दिनुहुँदो रहेछ भन्ने कुराहरू चाहिँ मैले आजको वचनद्वारा चाहिँ यसरी बुझ्न सकेँ। हुन्छ मेरो साथमा हाम्रो आदरणीय दिदी विवादी हुनुहुन्छ अनि उहाँलाई दिदी आजको आराधना सेवा कस्तो भयो अनि वर्शिप र वचनको विषयमा अलिकति केही इन्साइट बताइदिनुहोस् न। आजको सेवा चाहिँ एकदमै होली स्पिरिट एकदमै पवित्र आत्माले एकदमै भरिएको है आज वचन थियो। अनि साँच्चै नै प्रभु यीशु ख्रीष्टले जुन कुरा है मानिसले चाहिँ गर्न नसक्ने काम चाहिँ प्रभु यीशुले मात्रै गर्नुहुन्छ भन्ने कुराहरूको आज वचनमा आज मैले खुलासा देखेँ। यति गहिरो रूपमा है आज साँच्चै नै आज वचनमा पनि भनेको छ। आज साँच्चै नै मान्छेले गर्न नसक्ने कुरा चाहिँ आज येशू ख्रीष्टले चाहिँ गर्नुहुन्छ। कुनै कुराले पनि हामीलाई शान्ति दिन सक्दैन, कुनै कुराले पनि हामीलाई छुटकारा दिन सक्दैन, तर एकमात्र येशू ख्रीष्ट आज हामीलाई छुटकारा दिनुहुने भनेर चाहिँ आज शक्तिशाली वचन है। आज साँच्चै नै त्यो वचन चाहिँ एकदमै पवित्र आत्माले भरिएको थियो है। आज मलाई धेरै खुसी छ अनि आजको आराधना चाहिँ एकदमै यही छ होइन। एकदमै खुसी भएको छु अनि प्रभुले धेरै पनि सबैजनालाई आशिष गर्नुभएको छ अनि सबै बन्धनहरू प्रभु यीशुले चाहिँ हाम्रो तोडिदिनुहुन्छ र तोडिएको छ भने म विश्वासको साथ भन्दछु। हुन्छ दिदी के तपाईँलाई लाग्छ कि अझै पनि मानिसहरूको हृदयमा त्यो मरुभूमिपनहरू छ जस्तो तपाईँलाई लाग्छ? एकदमै है। आज हामी विश्वासी छौँ र पनि हाम्रो जीवनमा अझै पनि त्यो मरुभूमिमै हामी कति बसिरहेका छौँ, तर हामीले यति चाहिँ हामीले विश्वास गर्नुपर्छ कि त्यो मरुभूमिबाट प्रभुले हामीलाई लानुहुन्छ, तर त्यो मरुभूमिमै हामीलाई राख्नुहुन्न येशू ख्रीष्टले चाहिँ है। आज साँच्चै नै एलियाको जीवनलाई हेर्दाखेरि होइन आज साँच्चै नै त्यो मरुभूमिबाट लानुभयो। आज मोसालाई हेर्दाखेरि होइन मोसाले पनि धेरै कुराहरू आज काँधमा लिनु भएको छ। आज राजाको पासमा हुँदाहुँदै पनि आज मोसालाई किन त्यो उसलाई इच्छा थियो र, तरै पनि आज प्रभुले चाहिँ यति धेरै है एउटा मरुभूमि जस्तै हामीलाई काँधमा जिम्मा लाए तापनि तर हामीले चाहिँ त्यो मरुभूमिबाट चाहिँ हामी चाहिँ उठ्न सक्छौँ है।
विश्वासमा जब येशू ख्रीष्टले चाहिँ सबै कुरा यो कुराहरू गर्नुहुन्छ र हामी जति पनि त्यो मरुभूमिबाट जान्छौँ भनेदेखि हाम्रो जीवनमा कहिले पनि गनगन हुनु हुँदैन, तर हामी स्थिर गरेर प्रभुलाई एउटा होइन साथमा राखेर उहाँलाई प्रे गरेर हामीले अगाडि बढ्यौँ भने चाहिँ पक्कै पनि हामी त्यहाँभन्दा माथि हामी प्रभुले उचाल्नुहुन्छ। हुन्छ, धन्यवाद। हुन्छ, धन्यवाद। पहिला मैले धेरैजनालाई सोधिरहेको थिएँ कि उहाँले बताउँदै हुनुहुन्थ्यो कि हाम्रो मरुभूमि जस्तो जीवनलाई चाहिँ येशूले चाहिँ होइन त्यो हरियाली अनि त्यो एउटा फुलले भरिएको अनि त्यो रुखले भरिएको त्यो घना जङ्गल जस्तो चाहिँ परमेश्वरले तपाईँ र मेरो जीवनलाई बनाउनुहुन्छ। अनि आदरणीय पास्टर धन तामाङले आजको दिनमा यस्तो स्पेसल अनि यस्तो आशिषित वचन उहाँले लिएर आउँदै हुनुहुन्थ्यो कि साँच्चीकै आज कतिचोटि हामी त्यस्तो खालको मरुभूमिको यात्राहरू भएर गइरहेको हुन्छौँ, तर परमेश्वरले चाहिँ हाम्रो जीवनलाई चाहिँ अनि उहाँको त्यो झरीले अनि उहाँको आशिषले चाहिँ भर्नुहुन्छ भन्ने कुरालाई हामीले सुनिरहेका थियौँ। अनि एकदमै आशिषित वचन, अनि यहाँलाई धेरै धेरै धन्यवाद। पक्कै यहाँले केही बुझ्नुभयो होला भन्ने आशा गर्दछु। हस्त, धन्यवाद। जय मसीह।